हेलो गुड मर्निङ एभ्रिवान वेलकम ब्याक टु माई च्यानल र आज हामी चाहिँ मर्निङमै निक्लेको छ है हामी चाहिँ वेस्ट सिक्किम गेलिङ जाँदैछ हो गेलिङ चाहिँ किन जाँदैछ भने हामी चाहिँ हाम्रो फुपू चाहिँ साह्रो बिमारी हुनुहुन्छ र उहाँलाई हेर्नुको लागि जाँदैछ हो अन्त अहिले चाहिँ हामी मल्लीमा आएर जस्ट ब्रेकफास्टहरू गर्दैछ होइन अन्त यहाँनिर हामी बसिरहेछ हामी चारजना दिदी बहिनी र हामी हाम्रो भेरा माइरा भेना जानुभएको छ होइन अन्त अलिक फ्रेस चाहिँ यही मात्रै देखिँदैछ यो त एभरग्रिन हो हामीले चाहिँ भमिटिङ भइहाल्छ अब अरे भमिटिङ हुनुको कारणले गर्दा चाहिँ दिदीले चाहिँ दबाईहरू खोज्दैछ होइन अन्त हामी भने चाहिँ नि जोरथाङ आएर पनि यहाँनिर बजार घुम्दैछ फ्रुट्सहरू के किन्नु छ होइन भर्खर मात्रै बजार खोल्दैछ हो अन्त खासै भर्खर त खोल्दै रहेछ बजारमा चाहिँ अहिले केही पनि पाइसकेको छैन हामीले सुन्तला चाहिँ फेरि ह्याप्पी नै रहेछ होइन कोही छोर्पी टोकिरहेको छ बिहान बिहानै होइन छैन यी फ्रुट्सहरू केही पनि पाएको छैन बजारहरू भर्खर मात्रै खोल्दैछ जोरथाङको चाहिँ ढिलो खोल्दो रहेछ चिसो ज्यादा भएर होला है बिहान बिहानै उठ्नु पनि बिस्तारै फ्रुट्स दोकान चाहिँ एउटा चाहिँ हामीले खुल्ला पायो होइन अब चाहिँ हामी चाहिँ नि हो जोरथाङमा मन्दिरमा पनि यहाँनिर दर्शन गर्नु आइरहेको छ होइन अन्त यत्रो बाटो जाँदै दर्शन नगरी हिँड्नु त मजा आउँदैन है अनि हामी चाहिँ यहाँनिर दर्शन गर्नु आइरहेको छ अनि भेना र म चाहिँ आज एकदम फोटो सेसनमा चाहिँ भाइरल भइसकेको छौँ है हामी अपलोड पनि गर्नेछ हाम्रो भिडियोहरू हेर्नुहोस् होला सबैको गर्छु मलाई मात्रै गर्दैन हामी चाहिँ दर्शन गरिसकेर पनि है अब फेरि गेलिङतिर जाँदैछौँ है अब उताको पनि नजराहरू हामी बिस्तारै तपाईँहरूलाई देखाउनेछौँ अन्त आजको ब्लग चाहिँ एकदम तपाईँले हाम्रो सेयर कमेन्ट एकदम सब्सक्राइब पनि गरिदिनुहोस् है ल हामी सबै दर्शन गराउँदै हिँड्दैछ नि त तपाईँहरूलाई त्यही भएर अब चाहिँ गएको है गेलिङ जोरथाङ क्रस गरिसकेको छ है लो है त नबोल्न फुपूलाई ढाड दुखेन एक कोरा हेर्नु भएको छ हामी चाहिँ सानो हुँदाखेरि यही गर्थ्यो अहिले चाहिँ फिलहाल चाहिँ यो छ घर चाहिँ होइन फुपूलाई चाहिँ घाम तापाउनुको लागि निक्लिरहेछ हिँड्छु भन्नुहुँदैछ हेलो भन्नु त दादा हाम्रो टिका दादा रक छ भोलि भन्दा हेलो भनेर रकिङ दिइहाल्नु घाम मजाले तापाउनुपर्छ केस बाट्नु हुँदैछ फुपूलाई चाहिँ गरम भएछ कि घामले आँखा छोपेकै गर्नुहुँदैछ देखेछ मिठो रहेछ है साह्रो मिठो नि हाम्रो यसलाई फेरि पिट्टिकै रुच्दैन अरे उसको त सो गाइस मैले चाहिँ खानापिना सबै खाइसकेँ होइन यसले चाहिँ देखेकै छ है मिठो भएर बनाउँदैछ तान्दैछ सो गाइस अब चाहिँ हामी चाहिँ एकछिन दर्शनको लागि धाम जाँदैछ गेलिङ धाम होइन
अनि त्यहाँको नजारा पनि तपाईँहरूलाई म देखाउँछु हो कस्तो छ के छ त्यहाँ देखाउँछु त्यहाँदेखि तपाईँहरू पनि बादमा भिजिट गर्न आउनु सक्नुहुन्छ दर्शन गर्नुपर्छ होइन आएको बेलामा सबै चिजको अन्त हामी चाहिँ सबै ब्ल्याक भएर हिँडेको छ यहाँनिर हामी चाहिँ मन्दिर आइपुगिसकेसँगै यो चाहिँ गेलिङधाम भनिन्छ यसलाई चाहिँ अन्त काम चल्दैछ सबै बनिसकेको छैन अन्डर कन्स्ट्रक्सन रहेछ होइन काम त चलिरहेको छ यहाँ बनाउनु ओर्नु के काम भइरहेको छ अन्त हामी चाहिँ हेर्दैछ कताबाट जान्छौँ गाइस हामी चाहिँ होइन मन्दिरको दर्शन पनि गऱ्यौँ यहाँनिर आएर एकदमै रमाइलो लागिरहेको छ हो कस्तो राम्रो बनिरहेको छ यहाँनिर चाहिँ एकदम धेरै सिभिलाइज भइसकेको छ है बस्नको लागि सबै चिजहरू पनि यहाँनिर राखिदिएको रहेछ कम्फर्टेबल छ बस्नलाई पनि पहिला चाहिँ सबै यहाँ यसरी बनिँदै रहेछ होइन अझै पनि यति राम्रो बनाएको छ खोपेर चाहिँ यस्तो प्रकारले गरिन् सो गाइज अब चाहिँ हामी फुपूको घरबाट पनि बिदा लिँदैछौँ है अब निक्लेको किनभने टाइम पनि बेसी छैन यहीँ 1 बज्नु आँटिसकेको छ हो घर पुग्दा ओर्दा ढिलो हुन्छ लामो बाटो त्यही भएर आजको ब्लग चाहिँ म यहीँ एन्ड गर्न चाहन्छु होइन अब फुपू पनि छिटो जाती होस् फुपूको स्वास्थ्यको शीघ्र लाभ गर्नेछु म होइन फुपू चाँडोभन्दा चाँडो जाती भइदिएको चाहिँ हामीले हेर्न पाऊँ धेरै रिकभरी त भइसकेको छ सो गाइज आजको ब्लग चाहिँ हामी यहीँ एन्ड गर्न चाहन्छौँ हाम्रो ब्लगलाई लाइक सेयर कमेन्ट अनि सब्सक्राइब गर्नु नभुलिदिनुहोस् होला बाई बाई बाई